हेलो एभ्रिवान, तपाईहरुलाई फेरि पनि यो मेरो नयाँ भिडियोमा स्वागत छ र साथै तपाईहरु सबैलाई म ह्यापी न्यू इयर भन्न चाहन्छु मेरो सम्पूर्ण युट्युब फ्यामिलीहरुलाई। अनि मैले यो फुलहरु रोपेको त धेरै अगाडि हो है, मैले यो ल्याएको तपाईलाई देखाएको पनि थिए यसको अपडेटहरु। तर मैले रोपेर चाहिँ रिपोर्टिङ गरेर बादमा चाहिँ देखाउनु पाइन। र यो फुलहरु चाहिँ एकदमै मैले मसिनो कोपिलामा कलर पनि नचिने हिसाबमा ल्याएको थिएँ हैन। र अहिले चाहिँ ड्यामै फुलिसकेको छ र मिठो कलरको पनि छ है। र भिडियो बनाउँछु भन्दा त्यतिकै भ्याइन है। र यस्तो तरिकाले मेरो गार्डन चाहिँ सजिरहेको छ। अनि मैले यहाँनिर मसिनो कटिङहरु पनि गरिसकेको छु है। यो मेरो बेगोनिया सिंगल फुल हो। अनि यसमा चाहिँ मैले कटिङहरु लगाएको छु मसिनो। यसरी नै मैले यहाँबाट चुटाउँदै कटिङ गरेको कारणले यो मुनिबाट ब्रान्च पनि मजाले आइरहेको छ यो मदरबोर्डको चाहिँ हैन। अनि मैले योहरु सबै कटिङ लगाएको। अनि यो कटिङ चाहिँ मैले कटिङबाट पनि अझै माथिबाट चाहिँ कटिङ चुटाएर चाहिँ बनाएको हो। अनि यहाँको डाला चाहिँ मैले यो मेन चाहिँ यो मैले भाँचेर फेरि साइडमा राखिदिएको छु। अनि मुनिबाट थुप्रै ब्रान्चहरु आएको छ। यसरी नै मैले सबै कटिङ गरिरहेको छु। कुनै पनि फुल थुप्रो छ भने झ्याम्मै हैन राम्रो देखिन्छ नि त। अनि यो साइड चाहिँ मैले राखेको छु लालुपाते। अनि लालुपाते देख्नुहुँदैछ है, मेरो 2-3 कलरमा छ। यो चाहिँ तपाईको येल्लोमा आएको छ। अनि यो चाहिँ मजाले हेल्दी भइरहेको छ। र यसपालि चाहिँ म अर्को पालिको लागि धेरै कटिङहरु बनाउने योजना गरेको छु हैन। अनि तपाईहरुले देख्नुहुँदैछ है, यो चाहिँ मेरो फेरि डबली हो। अनि डबली पनि मैले यसपालि थुप्रै मात्रामा कटिङ गरेर यसरी बनाएको छु। एकै पोट थियो अनि मैले थुप्रै बनाएको छु। अनि मेरो सिंगल पनि थुप्रै भइसकेको छ। अनि तपाईहरुले देख्नुहुँदैछ है, यो चाहिँ थाई बगनबेली हो। अनि यसमा चाहिँ सानो बाल्टी जस्तो थियो। अनि मैले त्यो निकाल्दा चाहिँ यो मरिसकेको थियो लगभग। अनि फेरि पनि मैले बचाउन सकेको छु। यहाँ थुप्रै कलरको छ हैन, पिंक डबली पनि छ, येल्लो पनि छ है। म कतिको कलर चाहिँ म ठिकसँगले भन्न सक्दिन। अरेन्जहरु पनि छ, सबै कलर चाहिँ मैले भन्न सक्दिन। अनि तपाईहरुको सामने मैले यो पहिलो भिडियोमा बताएको थिएँ, यो चाहिँ व्हाइट भनेर ल्याएको थिएँ मैले नर्सरीबाट। भैयाले पनि मलाई व्हाइटै भनेर दिनुभएको थियो हैन। अनि यस्तै पत्ता भएको चाहिँ मेरो मुनि व्हाइट र सेडिङ्समा थियो। अनि मैले सोचे यो चाहिँ व्हाइट हो, तर अहिले फुल्दाखेरि चाहिँ मरन जस्तो देखिँदैछ है। यो चाहिँ एकदम नयाँ कलर आयो र मलाई अति नै खुसी लागिरहेछ। यो पुरा फुलेपछि फेरि पनि तपाईहरुको माझमा म नेक्स्ट भिडियो ल्याउँछु कुन कलर चाहिँ फुलिन्छ हैन। अहिले चाहिँ मरन देखिँदैछ। यो चाहिँ मलाई एकजना साथीले दिनुभएको है। यो चाहिँ अर्कै कलरको हो अनि अर्कै भेराइटिजको हो यो क्रिसमस फुल। अनि यो चाहिँ मेरो पुरानो बगानबेली हो, देख्नुहुँदैछ है, थुप्रै मात्रामा फुलेको थियो। अनि मैले भिडियो बनाउन नपाएको कारणले यो झरिसकेको छ लगभग। अनि यसरी नै मैले यहाँ थुप्रै कटिङहरु लगाएको छु है। यहाँनिर बगानबेली छ, यो डबली छ, लालुपाते हैन, क्रिसमस फुल। अनि यसकै मुनि यो चितोचाङ्गे दसैँ फुलहरु पनि फुलिरहेको छ। र यहाँनिर चाहिँ मैले जरबेरा राखेको छु है, जरबेरा फुलिरहेको छ। र यहाँनिर चाहिँ तपाईहरुले देख्नुहुँदैछ है, मेरो जेरेनियम चाहिँ मज्जाको भएर आएको छ। एउटा पटमा चाहिँ मैले 2टा लगाएको छु यसपालि जग्गा नभएको कारणले। अनि यो अहिले देख्नमा त व्हाइट जस्तो देखिँदैछ है, तर कुन कलरको हो पुरा फुलिसकेर चाहिँ थाहा हुन्छ। र यो चाहिँ मैले एउटै पटमा 2 कलरको लगाएको छु। अनि यो चाहिँ एकदम हेल्दी भएर मज्जाले फुलेर आउँदैछ है। यो झ्याम गमला भरि फुल्दा चाहिँ अति नै राम्रो देख्छ नि त। अनि यो मेरो पोहोरको सालको 2 पोट थियो, मैले एकै पोटमा लगाएको थिएँ। र
दुई कलरको भएर फुलिरहेको छ। यो सबै मैले यो बगानबेलीको भेराइटिजहरू हो। अनि मैले मसिनो कटिङ लगाएको छु। कुन कलरको हुन्छ त्यो त मलाई थाहा भएन। अनि यहाँ तपाईँले देख्नुहुँदैछ है, मेरो गुलाबको फुल चाहिँ एकदमै हेल्दी अनि कोपिला थुप्रै मात्रामा आउँदैछ र यो चाहिँ मजाले फुलेपछि चाहिँ बाल्टी रम्मै गमला भरेपछि मजाको देख्छ है। अनि यहाँनिर चाहिँ छ मेरो बगानबेली। अनि बगानबेली चाहिँ गुडल चाहिँ हो मजाले फुलिरहेको छ। कोपिला पनि बचाउन सके है यसपालि, नभए त मिली बक्सले यो कोपिला साह्रै झारिदिन्छ। यहाँ चाहिँ छ मेरो केमिलिया फुल अनि यो गुडल पनि छ है, यो कलरमा फुलिरहेको छ। अनि मैले यहाँनिर चाहिँ यो मेरो नलकोपीहरूलाई लगाइदिएको छु है। मैले सानो बिरुवा लिएको थिएँ, पटमा रिपोर्टिङ गर्दाखेरि मैले एकचोटि तपाईँहरूलाई देखाएको थिएँ होइन, योभन्दा पहिलो भिडियोमा। अनि मैले यहाँनिर सारिसकेको छु र फल्नु पनि सुरु भइसकेको छ। तपाईँले देख्नुहुँदैछ है, यो मेरो बैगुन डल्लो। अनि मैले यसलाई थुप्रै जग्गा लगाइसकेको छु। यो चाहिँ मैले ल्याएको छु बन्दाकोपीको बिउ। अनि बन्दाकोपीको बिरुवालाई पनि मैले लगाउनु पर्ने भएको छ। र यसरी नै मैले थुप्रै जग्गा यो बैगुन लगाएको छु। मलाई डल्लो बैगुन भनेर दिनुभएको छ होइन, तर बैगुन फलिसकेर चाहिँ कस्तो हुन्छ हेरौँ न। हरियो बैगुन पनि लगाएको छु। यसरी मेरो डेलियाहरू पनि 3 कलरमा छ है, फुलिरहेको छ। यसपालि मैले गदावरी लाउन सकिनँ, कारण चाहिँ गदावरी चाहिँ मेरो लगभग सबै मासिएको थियो यसपालि चाहिँ। र यो मेरो भिडियोलाई म यतिमै अन्त गर्न चाहन्छु, किनकि भिडियो लामो भइसकेको छ। र तपाईँहरूलाई मेरो गार्डन मन पर्यो भने प्लिज मेरो च्यानललाई लाइक अनि सेयर सब्सक्राइब गरिदिनुहोस् भन्न चाहन्छु। र मेरो भिडियोलाई हेरेर फुल वाच टाइम पनि दिनुहोस् भन्न चाहन्छु, किनभने मलाई एकदमै तपाईँहरूको वाच टाइमको जरुरत छ। र